इन्द्रेणी हे आज मैले हेरे छैन दायाँलाई र बायाँलाई स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई पशुपतिलाई पाइन भने तिमीलाई के को सुर्ता भो ए हामी पनि यो ठाउँको चल्ता फुर्ता हो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो यस्तै खाले केटाहरू पछि लाइरहन्छ यस्तै खाले केटाहरू पछि लाइरहन्छ हे देख्यौ के रे यत्रो मैले गाइसके यसले एउटा गाको यो चाहिँ मेरो सुरक्षालाई सँगै आको यो चाहिँ मेरो सुरक्षालाई सँगै आको हे पहिला हामी सँगै हिँड्यौँ माया पनि लाको छ सबैजना चुप्प लाग गुरुङ आको छ सबैजना चुप्प लाग गुरुङ हे हामीले गीत गाइसकेका थियौँ हजुरले नि गाउनु भयो छोरीको बे कस्तो भयो ढिलो आउनु भयो छोरीको बे कस्तो भयो ढिलो आउनु भयो स्याङ्जावालिङमा गरौँ कालिका अष्टसिद्धि हुने ठाउँ हो फल मिल्छ मागेको ए स्याङ्जावालिङमा गरौँ कालिका आत्मैदेखि एक चिज मागौँ मनमा लागेको स्याङ्जावालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका स्याङ्जावालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका स्याङ्जावालिङमा गरौँ कालिका शिरमा गरौँ कालिका छ गौशाला त्यही मुनि ए स्याङ्जावालिङमा गरौँ कालिका चिताएको कुरा यही हो मागे पुरा हुने स्याङ्जावालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका स्याङ्जावालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका कालिकाको दर्शन गर्न भनौँ कालिका
स्याङ्जा वालिङमा गरौँ कालिका स्याङ्जा गरौँ कालिकामा अपार शक्ति पाउने ए स्याङ्जा वालिङमा गरौँ कालिका मागेको फल पायो भन्छन् दर्शन गर्न आउने स्याङ्जा वालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा गरौँ कालिका दर्शन गर्न आउनु सजुर जे माग्यो त्यही पाउँछ ए स्याङ्जा वालिङमा गरौँ कालिका विश्वको शिर हिमाल झल्की स्वर्ग जस्तो लाउँछ कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा कालिकाको दर्शन गर्न बनाऊ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा गरौँ कालिका दक्षिण काली गण्डकी छन् उत्तर आँधी खोला ए स्याङ्जा वालिङमा गरौँ कालिका बाँचुन्जेली पुण्य कमाऊ मरि जाने चोला स्याङ्जा वालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न बनाऊ कालिका स्याङ्जा वालिङमा कालिकाको दर्शन गर्न बनाऊ कालिका 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 स्याङ्जा वालिङमा गरौँ कालिका कालिकाको दर्शन गर्न बनाऊ तालिका दर्शक नमस्कार हिमालय टेलिभिजन अनि इन्द्रायणी.com युट्युबमा हुनुहुन्छ तपाईँ विश्वभरिबाट हेर्दै हुनुहुन्छ वा नेपालका हरेक बस्ती बस्तीका टेलिभिजन सेटबाट अनि मोबाइलबाट हेर्दै हुनुहुन्छ भने कार्यक्रम इन्द्रायणी यहाँलाई हार्दिक हार्दिक स्वागत छ स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर 8 स्थित यो गरौँ कालिकाको यो आँगनीबाट तपाईँ विश्वभरिका दर्शकमा हार्दिक हार्दिक स्वागत गर्दछौँ संसारभरि छरिएका नेपाली अनि प्राणी जातिको हित होस् प्रकृतिको रक्षा होस् भन्दै हामी आज यहाँ आएर गरौँ कालिकासँग हामी सम्पूर्ण नेपालीको हितका लागि यस्तो भाकल गर्दैछौँ कोही पनि नेपाली बिचमा लडाइँ झगडा नपरोस् हत्या हिंसा नहोस् स्थिर शान्ति होस् समृद्धि होस् त्यसलाई यो ठाउँ जे सोच्यो त्यही पुग्ने ठाउँ यो एउटा पवित्र शक्तिपीठमा आएका छौँ धेरै मानिसलाई यो गरौँ कालिकाको थाहा छैन होला सायद पाथिभरा पुग्ने मान्छेलाई पनि यहाँ आयो भने पाथिभराको झल्को आउँछ शैलेश्वरी पुगेका मान्छेलाई रारा पुगेका मान्छेलाई जहाँ पुगेकालाई नि यो गरौँ कालिकामा आइएन भने साँच्चै प्रकृतिको स्वर्ग र यो अदृश्य शक्तिको यो पवित्र ठाउँमा आएको महसुस हुँदैन त्यसकारण पनि हामी स्याङ्जा जिल्लाको वालिङको माथि सिरानमा टक्क जताततै हिमालदेखि नि अनगिन्ती जिल्लाहरू यहीँबाट हेर्न सकिने स्याङ्जा जिल्लाकै दोस्रो उचाइमा रहेको यो गरौँ कालिकाबाट तपाईँ संसारभरिका दर्शकलाई आज कला र संस्कृतिको खानी स्याङ्जा नेपालकै सुप्रसिद्ध चलेका कलाकारहरू जन्मेको ठाउँ स्याङ्जा हरेक विविधताले एकतामा उनेको जिल्ला स्याङ्जा यो स्याङ्जाको गरौँ कालिकाबाट उत्तर वाहिनीलाई दक्षिणतर्फ निहाल्दै हामी उत्तरतिर झल्केका हिमाललाई पृष्ठ
राखेर साँच्चै आजको कार्यक्रम चलाइरहेका छौँ। यो कार्यक्रममा ल्याउनको लागि कतारमा लामो समयदेखि बस्दै आउनुभएका यही काफल डाँडाका भाइ नारायण शर्मा पङ्गेनीको नेतृत्वमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा स्याङ्जाको सहसंयोजनमा यो कार्यक्रम हामीले गरिरहेका छौँ। सिङ्गो इन्द्राणी टिम आएको छ। आज विशेष गरी हार्मोनियममा सङ्गीत संयोजन गरिराख्नु भएको छ यही ठाउँका अत्यन्तै विद्वान कलाकार बुद्धिसागर बस्याल, हाम्रो घनश्याम रिजाल लगायत सम्पूर्ण हाम्रो इन्द्राणीको टिम यहाँ आएको छ। यहाँका मेयर, उपमेयर, यहाँका वार्ड अध्यक्ष, जनप्रतिनिधि, बुवा आमा, दाजुभाइ, दिदीबहिनी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सबै भक्तजनमा हार्दिक सम्मान छ। इन्द्राणी करेन्ट चौचौ जगदम्बा गुरु बोस्टन लोक सोसियलिस्ट समूह मिनकेसी मोहन खतिवडा आराध्यमाल तेल, त्यसै गरी युनियन एजुकेसनदेखि सबैलाई धेरै धन्यवाद दिन्छौँ। र आज विशेष गरी स्याङ्जा भन्ने बित्तिकै तपाईँहरूलाई रामजी खाँड, पशुपति शर्माहरू, शर्मिला गुरुङ, राजु गुरुङहरूको झल्को दिमागमा आइसकेका छ। विष्णु माझीदेखि लिएर शिव हमाल, खुमन अधिकारीहरूको झल्को आइसकेका छ। यहाँ एकनारायण भण्डारीदेखि अनगिन्ती कलाकार हुनुहुन्छ। यहाँ सुमन थापाको त आमा भर्खरै आएर घप्लक्कै अँगालो मालेर आशीर्वाद दिनुभएको थियो। यहाँ यति धेरै कलाकार हुनुहुन्छ। कोहीको नाम लिँदा कोहीको नलिँदा केही तलमाथि हुन जान्छ। म प्रतिष्ठानमा आबद्ध हुनुहुन्छ स्याङ्जाका सबै कलाकार, सबै प्रतिष्ठानका साथीहरूलाई तलदेखि माथिसम्म सबैलाई हार्दिक सम्मान छ इन्द्राणीको। आज इन्द्राणीका छत्रसाई, युवराज चौलागाई, कृष्ण बजगाई, भूमिका भएक, पिएन साइला, दिलीप खड्का, चन्द्र खड्का र कृष्ण गुरुङ, अनि क्यामेरामा भाइ दीपक घिमिरे, नवीन सिगदेल र अशोक चौधरी, हामी सबै टिम छौँ भने यहाँ आजको विशेष संयोजन भाइ घनश्याम रिजालले गर्नुभएको थियो। उहाँलाई जोरदार ताली दिउँ। र नारायण भाइ, रामजी खाँड र हाम्रो घनश्याम भाइ गएर स्टुडियोमै यो गौशाला अनि यो गरौँ कालिकाको प्रचार गर्नको लागि हामीलाई निम्तो मिलेको थियो। मिलेर त यति आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको आशीर्वाद लिन आउन पाइयो। हे गरौँ कालिका, यो देशमा शान्ति होस्, स्थिरता होस्, सबैका मन नभड्किउन्, यति धेरै पार्टी पनि नहुन्, 3-4 पार्टीमा मान्छेले मन बुझाउन्, सबै गरेर देशलाई अगाडि लैजाने आधार बनोस्, सबैले अध्यक्षभन्दा पनि लक्ष्य खोजुन्। लक्ष्य के हो हाम्रो समृद्ध नेपालको, त्यो ल्याउन् भन्दै म गरौँ कालिकालाई जे माग्यो त्यही मिल्छ भनेपछि मैले यही भने इन्द्राणीको आवाजले विश्वका मानिसलाई जोड्न सकियोस्, नेपालीलाई एक बनाउन सकियोस्, एक अर्कामा चलिरहेको नकारात्मक सोचको यो भाइब हटेर जाओस्, पोजिटिभ, उसले उसलाई हेर्दा माया लाग्ने, उसले ऊ नेतालाई हेर्दा आहा आई लभ यू भन्नु जस्तो हुने, अर्कोले अर्का पार्टीकालाई असाध्यै राम्रो, हाम्रोलाई भन्दा राम्रोलाई राम्रो भन्ने संस्कारको विकास होस्। म गरौँ कालिकालाई एउटै वर माग्ने भन्नुभएको थियो, यो देशको समृद्धि होस्, जनतामा खुसी छाओस्, यही भन्दछु। मैले हेरेको छैन दायाँलाई र बायाँलाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई। आज मैले हेरेको छैन दायाँलाई र बायाँलाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई। आज मैले हेरेको छैन दायाँलाई र बायाँलाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई, स्याङ्जा गरौँ कालिकामा स्वागत मायालाई। स्याङ्जा गरौँ कालिकामा स्वागत गर्न आएका, राम्रा राम्रा ठिटा रहेछन् चस्मा लागेका, राम्रा राम्रा ठिटा
चस्मा लाइनी न त उमेर 16 र 17 छन् त्यता बस्नी तरुनी नि खतरा खतरा छ बस्नी तरुनी नि खतरा खतरा छ चस्मा लाइनी न त उमेर 16 र 17 छन् त्यता बस्नी तरुनी नि खतरा खतरा छ त्यता बस्नी तरुनी नि खतरा खतरा छ चस्मा लाइनी न त उमेर 16 र 17 छन् त्यता बस्नी तरुनी नि खतरा खतरा छ त्यता बस्नी तरुनी नि खतरा खतरा छ पशुपति त्यतातिर पल्केको बुढी भनी आज गाला खत्रै टल्केको यसै हो र पशुपति त्यतातिर पल्केको बुढी भनी आज गाला खत्रै टल्केको बुढी भनी आज गाला खत्रै टल्केको यसै हो र पशुपति त्यतातिर पल्केको बुढी भनी आज गाला खत्रै टल्केको बुढी भनी आज गाला खत्रै टल्केको कि सुखको थाहा भएन खबर हुन्छु जस्तो भइसक्यो अन्टी लपरा जस्तो भइसक्यो अन्टी लपरा सुखको कि सुखको थाहा भएन खबर हुन्छु जस्तो भइसक्यो अन्टी लपरा हुन्छु जस्तो भइसक्यो अन्टी लपरा सुखको कि सुखको थाहा भएन खबर हुन्छु जस्तो भइसक्यो अन्टी लपरा हुन्छु जस्तो भइसक्यो अन्टी लपरा पारिसकियो गुर्सिनी मोरीले दूरी हेर्दा मार्छन् क्या हो छोरा छोरीले दूरी हेर्दा मार्छन् क्या हो छोरा छोरीले यहाँ भुतुकै पारिसकियो गुर्सिनी मोरीले दूरी हेर्दा मार्छन् क्या हो छोरा छोरीले दूरी हेर्दा मार्छन् क्या हो छोरा छोरीले यहाँ भुतुकै पारिसकियो गुर्सिनी मोरीले दूरी हेर्दा मार्छन् क्या
हो छोरा छोरीले छोरी देख्दा मार्छन् क्या हो छोरा छोरीले तिमीलाई पनि गराउँछ मलाई पनि गराउँछ छोरीको कुरा छोडा जागर हराउँछ छोरीको कुरै छोडा जागर हराउँछ तिमीलाई पनि गराउँछ मलाई पनि गराउँछ छोरीको कुरै छोडा जागर हराउँछ छोरीको कुरै छोडा जागर हराउँछ तिमीलाई पनि गराउँछ मलाई पनि गराउँछ छोरीको कुरै छोडा जागर हराउँछ छोरीको कुरै छोडा जागर हराउँछ तिम्रै तस्बिर यो आँखाको वरिपरि डुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको तिम्रै रूप यो आँखाको वरिपरि डुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको ओ तिम्रै रूप यो आँखाको वरिपरि डुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको मेरो बिहे भएकै छैन कस्तो भुलेको मलाई पनि तिम्रै दिलमा आज फुलौँ फुलौँ भो लाहुर भएको गुरुङलाई फुलौँ लाहुर भएको गुरुङलाई फुलौँ फुलौँ भो मलाई पनि तिम्रै दिलमा आज फुलौँ फुलौँ भो लाहुर भएको गुरुङलाई फुलौँ फुलौँ भो लाहुर भएको गुरुङलाई फुलौँ फुलौँ भो मलाई पनि तिम्रै दिलमा आज फुलौँ फुलौँ भो लाहुर भएको गुरुङलाई फुलौँ फुलौँ भो लाहुर जता माया त्यतातिर यो पशुपति फर्किन्छ अरूको नाम नल्याउ अहिले टाउको चर्किन्छ अरूको नाम नल्याउ अहिले टाउको चर्किन्छ जता माया त्यतैतिर यो पशुपति फर्किन्छ अरूको नाम नल्याउ अब टाउको चर्किन्छ अरूको नाम नल्याउ अहिले टाउको चर्किन्छ जता माया त्यतैतिर यो पशुपति फर्किन्छ अरूको नाम नल्याउ अहिले टाउको चर्किन्छ अरूको नाम नल्याउ अहिले टाउको चर्किन्छ भोलि कसले देखेको छ एकै बारको जुनी हो टिभी र म यतैतिर बिन्दा सुनि हो टिभी र म यतैतिर बिन्दा सुनि हो भोलि कसले देखेको छ एकै बारको जुनी हो टिभी र म यतैतिर बिन्दा सुनि हो टिभी र म यतैतिर बिन्दा सुनि हो भोलि कसले देखेको छ एकै बारको जुनी हो टिभी र म यतैतिर बिन्दा सुनि हो टिभी र म यतैतिर बिन्दा सुनि हो सँगसँगै नि हिँड्दिन रौसी पनि छुन्न म सुन्यौ केटा आजदेखि फेरि हुन्न सँगसँगै नि हिँड्दिन रौसी पनि छुन्न म सुन्यौ केटा आजदेखि फेरि हुन्न म सुन्यौ केटा आजदेखि फेरि हुन्न म सँगसँगै नि हिँड्दिन रौसी पनि छुन्न म सुन्यौ केटा आजदेखि फेरि हुन्न म सुन्यौ केटा आजदेखि फेरि हुन्न म राम्रो बेसारले रोटी राम्रो टाउनले मलाई बन्धन पार्छ क्या हो छुचे बाहुनले मलाई बन्धन पार्छ क्या हो छुचे बाहुनले राम्रो बेसारले रोटी राम्रो टाउनले मलाई बन्धन पार्छ क्या हो छुचे बाहुनले मलाई बन्धन
झुम्काना अब तिमी फसिसक्यौ पाउन उम्काना अब तिमी फसिसक्यौ पाउन उम्काना ए हार्किन दिम्ला सिक्री दिम्ला दिम्ला कानमा झुम्काना अब तिमी फसिसक्यौ पाउन उम्काना अब तिमी फसिसक्यौ पाउन उम्काना ए हार्किन दिम्ला सिक्री दिम्ला दिम्ला कानमा झुम्काना अब तिमी फसिसक्यौ पाइन उम्काना अब तिमी फसिसक्यौ पाउन उम्काना बोलाउँला नचिने झैँ ठुस्सा हो अबदेखि हाम्रो माया खुसा खुसा हो अबदेखि हाम्रो माया खुसा खुसा हो ए अरू हुँदा नबोलाउँला नचिने झैँ ठुस्सा हो अबदेखि हाम्रो माया खुसा खुसा हो अबदेखि हाम्रो माया खुसा खुसा हो ए अरू हुँदा नबोलाउँला नचिने झैँ ठुस्सा हो अबदेखि हाम्रो माया खुसा खुसा हो अबदेखि हाम्रो माया खुसा खुसा हो पाउँदैनन् अरूले नि देखेर मायाको नाम सेभ गर्छु रामजी लेखेर मायाको नाम सेभ गर्छु रामजी लेखेर ए बुद्धि पुर्याम थाहा पाउँदैनन् अरूले नि देखेर मायाको नाम सेभ गर्छु रामजी लेखेर मायाको नाम सेभ गर्छु रामजी लेखेर ए बुद्धि पुर्याम थाहा पाउँदैनन् अरूले नि मायाको नाम सेभ गर्छु रामजी लेखेर मायाको नाम सेभ गर्छु रामजी लेखेर पशुपतिलाई पाइन भने तिमीलाई के को सुर्ता भो ए हामी पनि यो ठाउँको चल्ता फुर्ता हो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो ए पशुपतिलाई पाइन भने तिमीलाई के को सुर्ता भो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो ए पशुपतिलाई पाइन भने तिमीलाई के को सुर्ता भो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो हामी पनि यो ठाउँको चल्ता फुर्ता हो ए माइक पनि
यसरी गाउने कति माथि बल हो पशुपति आएपछि रामजी तल हो पशुपति आएपछि रामजी तल हो ए माइक पनि यसरी गाउने कति माथि बल हो पशुपति आएपछि रामजी तल हो पशुपति आएपछि रामजी तल हो ए माइक पनि यसरी गाउने कति माथि बल हो पशुपति आएपछि रामजी तल हो पशुपति आएपछि रामजी तल हो हे मनले माया गर्ने हो कि यसै खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका ए मनले माया गर्ने हो कि खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका ए मनले माया गर्ने हो कि मुखले खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका दुईटा दुईटा मिलेर खेल्न खोजेका हे देख्यौ के रे यत्रो मैले गाइसकेँ यसले एउटा गाएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको ए यत्रो मैले गाइसकेँ यसले एउटा गाएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको ए यत्रो मैले गाइसकेँ यसले एउटा गाएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको यो चाहिँ मेरो सुरक्षालाई सँगै आएको तिमीले भने माया जाबो किन गर्ने थिए र किन आउन पर्थ्यो र गाडै लिएर किन आउन पर्थ्यो र गाडै लिएर ए तिमीले भने जाबो माया किन गर्ने थिए र किन आउन पर्थ्यो र गाडै लिएर किन आउन पर्थ्यो र गाडै लिएर ए तिमीले भने जाबो माया किन गर्ने थिए र किन आउन पर्थ्यो र गाडै लिएर किन आउन पर्थ्यो र गाडै लिएर हे हाम्रै ठाउँमा आयो दाजै यही दिलमा समेट्छु अब धेरै भोले भिरै भिरै लागेछु अब धेरै भोले भिरै भिरै लागेछु ए हाम्रो ठाउँमा आयो दाजै समेट्छु अब धेरै भोले भिरै भिरै लागेछु अब धेरै भोले भिरै भिरै लागेछु ए हाम्रो गाउँमा आयो दाजै दिलैमा समेट्छु अब धेरै भोले भिरै भिरै लागेछु अब धेरै भोले भिरै भिरै लागेछु ए यति माथि सम्झाउँदा नि किन ठाउँमा आउँदैनस् यस्तै चर्को बोलिस् भने तल पाउँदैन यस्तै चर्को बोलिस् भने तल पाउँदैन ए यति माथि सम्झाउँदा नि किन ठाउँमा आउँदैनस् यस्तै चर्को बोलिस् भने तल पाउँदैन यस्तै चर्को बोलिस् भने तल पाउँदैन ए यति माथि सम्झाउँदा नि किन ठाउँमा आउँदैनस् यस्तै चर्को बोलिस् भने तल पाउँदैन यस्तै चर्को बोलिस् भने तल पाउँदैन हे पहिला हामी सँगै हिँड्यौँ माया पनि लाको छ सबैजना चुप्प लाग गुरुङ आएको छ सबैजना चुप्प लाग गुरुङ आएको छ ए पहिला हामी सँगै हिँड्यौँ माया पनि लागेको छ सबैजना चुप्प लाग गुरुङ आएको छ सबैजना चुप्प लाग गुरुङ आएको छ ए पहिला हामी सँगै हिँड्यौँ माया पनि लागेको छ सबैजना चुप्प लाग गुरुङ आएको छ सबैजना चुप्प लाग गुरुङ आएको छ हे
गीत गाइसकेका थिए मजुरले नि गाउनु भो छोरीको बे कस्तो भयो ढिलो आउनु भो छोरीको बे कस्तो भयो ढिलो आउनु भो ए हामीले गीत गाइसकेका थिए मजुरले नि गाउनु भो छोरीको बे कस्तो भयो ढिलो आउनु भो छोरीको बे कस्तो भयो ढिलो आउनु भो हामीले गीत गाइसकेका थिए मजुरले नि गाउनु भो छोरीको बिहा कस्तो भयो ढिलो आउनु भो छोरीको बिहा कस्तो भयो ढिलो आउनु भो छेत्री बाहुन ठकुरी यो मायालाई सैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ छेत्री बाहुन ठकुरी यो मायालाई सैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ छेत्री बाहुन ठकुरी यो मायालाई सैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ गुरुङहरू जति त घरकै झैलाउँछ सुन्यौ के रे शर्मालाई यो दिलभित्र सजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने सुन्यौ के रे शर्मालाई यो दिलभित्र सजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने सुन्यौ के रे शर्मालाई यो दिलभित्र सजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने अझ गुरुङ लाज नमानी ताली बजाउने अघिदेखि यो शर्माले मेरो जवान मागेको आज किन रिजालमा भुचुप्प लागेको आज किन रिजालमा भुचुप्प लागेको अघिदेखि यो शर्माले मेरै जवान मागेको आज किन रिजालमा भुचुप्प लागेको आज किन रिजालमा भुचुप्प लागेको अघिदेखि यो शर्माले मेरै जवान मागेको आज किन रिजालमा भुचुप्प लागेको आज किन रिजालमा भुचुप्प लागेको हाम्रो माया बसिसक्यो कोही आए नि छुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन हाम्रो माया बसिसक्यो कोही आए नि छुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन हाम्रो माया बसिसक्यो कोही आए नि छुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन दोरी गाउने ढङ्ग छैन बक्के फुट्दैन हे हाँस्दै हिँड्न पाइया छ रुँदै बस्न छैन नि मलाई यस्तो झमेलामा फस्न छैन मलाई यस्तो झमेलामा फस्न छैन नि हाँस्दै हिँड्न पाइया छ रुँदै बस्न छैन मलाई यस्तो झमेलामा फस्न छैन मलाई यस्तै झमेलामा फस्न छैन हाँस्दै हिँड्न पाइया छ रुँदै बस्न छैन नि मलाई यस्तो झमेलामा फस्न छैन नि मलाई यस्तो झमेलामा फस्न छैन भने जस्तो भइरहेको छ रमाइलो नि सबै छ राति बाउले के खाएछ घाँटी ठप्पै छ राति बाउले के खाएछ घाँटी ठप्पै छ भने जस्तो भएछ रमाइलो नि सबै छ राति बाउले के खाएछ घाँटी ठप्पै छ राति बाउले के खाएछ घाँटी ठप्पै छ भने जस्तो भएकै छ रमाइलो नि सबै छ राति बाउले के खाएछ घाँटी
ठप्पै छ राति बाउले के खाएछ घाँटी ठप्पै छ हे रातैभरि खाए होला नि यो बाबुले टेलिफोन गाउने बेला बस्यो अहिले यिनको ठप्पै छ रातैभरि खाए होला नि यो बाबुले टेलिफोन गाउने बेला बस्यो यिनको अहिले ठप्पै छ गाउने बेला बस्यो यिनको अहिले ठप्पै छ रातैभरि खाए होला नि यो बाबुले टेलिफोन गाउने बेला बस्यो अहिले यिनको ठप्पै छ गाउने बेला बस्यो यिनको अहिले ठप्पै छ इज्जत खोलै खोला गइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो ए अलि अलि भएको इज्जत खोलै खोला गइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो ए अलि अलि भएको इज्जत खोलै खोला गइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो अबदेखि नखाऊ भने बिजेत भइसक्यो अबदेखि उता जान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन अबदेखि उता जान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन अबदेखि उता जान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन तिमीले पनि लोकल खोज्दै खान हुँदैन हे काखा छ र धर्म गर्छ मन्दिर पनि धाकै छ अहिलेसम्म दुध मोही खाएर चलिरहेकै छ अहिलेसम्म दुध मोही खाएर चलिरहेकै छ काखा छ र धर्म गर्छ मन्दिर पनि धाकै छ अहिलेसम्म दुध मोही खाएर चलिरहेकै छ अहिलेसम्म दुध मोही खाएर चलिरहेकै छ ए काखा छ र धर्म गर्छ मन्दिर पनि धाकै छ अहिलेसम्म दुध गुखाएर चलिरहेकै छ अहिलेसम्म दुध मोही खाएर चलिरहेकै छ बोतल तुड्दैन रे लेदर झोलामा 2-4 बोतल तुड्दैन रे लेदर झोलामा ए रामजी खाली सुना गयो कति अन्जन होलामा 2-4 बोतल तुड्दैन रे लेदर झोलामा 2-4 बोतल तुड्दैन रे लेदर झोलामा ए रामजी खाली भने गयो कति अन्जन होलामा 2-4 बोतल तुड्दैन रे कसैलाई निने छैन अहिलेसम्म सतार कहिले कहिले राखे होला पानी ततार कहिले कहिले राखे होला पानी ततार ए अहिलेसम्म हिँड्या छैन कसैलाई नि सतार कहिले कहिले राखे होला पानी ततार कहिले कहिले राखे होला पानी ततार ए अहिलेसम्म हिँड्या छैन कसैलाई नि सतार कहिले कहिले हिँडे होला पानी ततार
राख्याउला कानी कतार हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने त्यही त होला तरिका तिमीलाई लट्ठ बनाउने हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने त्यही त होला तरिका तिमीलाई लट्ठ बनाउने हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने हेर्दाखेरि पानी जस्तै ठुस्स गनाउने हे सोझो छु के भएकै छु दुनियाँको मालिक अब अझै रक्षा गर्देऊ गरौँ कालिका अब अझै रक्षा गर्देऊ गरौँ कालिका हे सोझो छु के भएकै छु दुनियाँको मालिक अब अझै रक्षा गर्देऊ गरौँ कालिका अब अझै रक्षा गर्देऊ गरौँ कालिका ए सोझो छु के भएकै छु दुनियाँको मालिक अब अझै रक्षा गर्देऊ गरौँ कालिका अब अझै रक्षा गर्देऊ गरौँ कालिका भएको यति बोलिहाल्यौ इज्जत धान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर भएको यति बोलिहाल्यौ इज्जत धान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर भएको यति बोलिहाल्यौ इज्जत धान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर कालिकाको कसम खाइदेऊ खान्न भनेर हे खाकै छैन खाँदै खान्न यतिकैमा रमाउँछु खाएको मान्छे छेउमा भए त शरीर कमाउँछु खाएको मान्छे छेउमा भए त शरीर कमाउँछु हे खाकै छैन खाँदै खान्न यतिकैमा रमाउँछु खाएको मान्छे छेउमा भए त शरीर कमाउँछु खाएको मान्छे छेउमा भए त शरीर कमाउँछु हे खाकै छैन खाँदै खान्न यतिकैमा रमाउँछु खाएको मान्छे छेउमा भए त खाएको मान्छे छेउमा भए त शरीर कमाउँछु अबदेखि नखाए खान्न भन्न भ्याइहाल्यौ यति भसी बिरातीमा नम्बर ल्याइहाल्यौ यति भसी बिरातीमा नम्बर ल्याइहाल्यौ अबदेखि नखाए खान्न भन्न भ्याइहाल्यौ यति भसी बिरातीमा नम्बर ल्याइहाल्यौ यति भसी बिरातीमा नम्बर ल्याइहाल्यौ अबदेखि नखाए खान्न भन्न भ्याइहाल्यौ यति भसी बिरातीमा नम्बर ल्याइहाल्यौ 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 जोरदार ताली दिउँ सृजना बिराई थापा र राजन ठकुरीलाई। अहिले उहाँहरू अमेरिकामा हुनुहुन्छ। आज उहाँहरूको भाका हामीले गरौँ कालिका जस्तो पवित्र स्थलमा हामीले गाएका छौँ। उहाँहरूलाई पनि यो भाका सुन्ने जति सबै विश्वभरिका दर्शकलाई उन्नति होस्, प्रगति होस् र सबै नेपालीको घर घरमा यो आजको कार्यक्रम पुगोस्। हामी स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर 8 गरौँ कालिकामा छौँ। शाह राजाहरूको इतिहाससँग जोडिएको छ। खान हुँदै खान, खान हुँदै शाह बनेको पृथ्वीनारायण शाहको इतिहास छ। आज त्यही इतिहास जोडिएको ठाउँको यो राज्यमा, उतिखेरको राज्यमा आज गरौँ कालिका मन्दिर बनेको छ। नेपालकै सबैभन्दा व्यवस्थित र विशिष्ट तरिकाले बनेको यो मन्दिर नेपाली कलाकारहरूको उद्गम भूमि स्याङ्जाको दोस्रो अग्लो टाकुरीबाट हामीले तपाईँलाई दिएका छौँ। नेपालकै सुप्रसिद्ध कलाकार, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हुनेवाला अध्यक्ष पशुपति शर्मा, त्यसै गरी उपाध्यक्ष
रामजी खाँड नेपाली गीत सङ्गीतका हिरो, नायक पनि गायक पनि हुनुहुन्छ। त्यसै गरी घनश्याम रिजाल सचिवज्यू र सालैजोका सर्वाधिक हिट गायक राजु गुरुङ। आज साँच्चै 4 भाइ स्याङ्जाका टक्कै ठाउँ बस्दाखेरि खुम्मन अधिकारीहरूलाई आज छुट्टिएछ भन्ने लाग्न सक्छ। हाम्रो बुद्धिसागर बस्यालज्यू उहाँ पनि यहीँ स्याङ्जाको यहाँ उत्तर वाहिनी नजिकै उहाँको घर छ। उहाँको अहिले काम एकदम प्लास्टिक रहित पानी बनाउनको लागि कुदिराख्नु भएको छ, गण्डकीलाई सफा गर्नको लागि। यसै गरी माया गुरुङ मान्छे राम्री स्याङ्जा उनको घर छ। यस्तै ठिटी पाएसम्म बिहे गर्नुपर्छ भने आह्वान कतिजनाले। माया गुरुङको पछाडि बस्दा कृष्ण गुरुङ लट्ठ पर्नु भएको छ सालीसँग बस्दा होइन। अनि कमला गैरे हुनुहुन्छ, उहाँलाई हार्दिक हार्दिक सम्मान छ। रविना गुरुङज्यू हुनुहुन्छ, कृष्ण ठकुरी, तारा पौडेलज्यू लगायत इन्द्रणीका बहिनी कृष्ण बजगाई र भूमिका बहेकले यहाँ साथ दिनुभएको छन्। छत्रबहादुर साई र युवराज चौलागाई आज नाचेर निकै उत्कृष्ट साथ दिनुभएको छ। चन्द्र खड्का र दिलीप खड्का मादलमा भने पिएन साइला सारङ्गीमा, बाँसुरीमा कृष्ण गुरुङ। साँच्चै रमाइलो भयो। अशोक चौधरी, दीपक घिमिरे र नवीन सिगदेल भाइ लगायत यहाँ आउनुभएका सबैलाई हार्दिक सम्मान भने। नारायण पङ्गेनीलाई जोरदार ताली दिउँ, उहाँको कारणले आज हामी यहाँ आएका छौँ र सबैजनालाई गरौँ कालिकामा आउनको लागि हामी विनम्र अनुरोध गर्छौँ। स्याङ्जा यदि टेकियो भने गरौँ कालिका, टेकिएन भने स्याङ्जा घुमेको पनि हुँदैन। देशको राम्रो ठाउँ मठ मन्दिर र शक्तिशाली कहाँ छ भन्ने पनि थाहा हुन्न। यही गरौँ कालिकाका शक्तिले यस्ता टप टप कलाकार हुनुहुन्छ। सबभन्दा बढी कर्मचारी यहाँ छन्, सबैभन्दा नेता पनि धेरै भएको छन्। गोपालमान श्रेष्ठदेखि कति भए मुख्य सचिवदेखि लिएर धेरै हुनुभएको छ यहाँ। सबैभन्दा मेहनती पौरखी किसानहरूको यो ठाउँ हो। पशुपति शर्मा, यहाँलाई हार्दिक स्वागत छ। दाइलाई स्वागत छ। हाम्रो जिल्लामा दाइलाई स्वागत गर्न पाइयो। हाम्रो गरौँ कालिका जुन यहाँ हामी आएका छौँ, यो अत्यन्त पर्यटकीय स्टाफले धेरै सम्भावना बोकेको ठाउँ हो। अझ केही प्रचार प्रसार कुराहरू अलिक कम भएको छ। यति राम्रो ठाउँ छ यो, यति राम्रो ठाउँ छ यो। यसलाई चाहिँ अलिकति प्रचार प्रसार गरेर जनमानसमा ल स्याङ्जाको गरौँ कालिका यस्तो छ भने केही बुझाउन सकियो भने त्यो त हाम्रो पनि कर्तव्य होला। हामी पनि त्यसलाई केही कोसिस गर्नुला होइन, केही सृजना पनि गराउनलाई सम्बन्धी। म आज यहाँ आइरहँदा म त कस्तो राम्रो ठाउँमा आएको अनुभव गरिरहेको छु भने होइन। मेरो आफ्नो ठाउँमा कहिले आइरहनु पाइँदैन, भ्याइँदैन पनि। टक्क यहाँ बसेर हिमाल सबै हिमाल देखिन्छ यहाँबाट दाजु। अहिले देख्नु भयो होला इन्द्रेणी कार्यक्रमको जति हेर्नु भएको छ भनौँ न, सबैजना पोखरा आइरहनु भने भनौँ न, पोखरा आउने मान्छे स्याङ्जा आएर यो स्याङ्जाको वालिङमाथि गरौँ कालिका मन्दिर आएर दर्शन गरेर तपाईँ जानुभयो भने तपाईँलाई आँटेको ताकेको सब पुग्छ ल। दाइलाई हाम्रो ठाउँमा धेरै धेरै स्वागत छ। म त यही ठाउँमा हुर्केको होइन। धेरै वर्ष अगाडि हामी यो अहिले त यो बाटो धेरै राम्रो बनेको छ होइन, धेरै सुविधा भइसकेको छ। हामी चाहिँ काफल डाँडा हुँदै होइन हामी उक्लिन्थ्यौँ पहिला, खुब हिँडेको हो यो दर्शन गर्न आएको। र आज चाहिँ सरल गाडी चढेर ठ्याक्कै गरौँ कालिका मन्दिरमै आइपुग्यौँ। सबैभन्दा पहिला त हाम्रो इन्द्रेणी टिम आइदिनु भयो। अब हजुरहरूले गर्दाखेरि यो ठाउँको अझ बढी चाहिँ प्रचार प्रसार होला, धेरै दर्शकहरू सामु पुग्नेछ। र हाम्रो स्याङ्जामा जन्मिनु हुने सबै प्राय चाहिँ गरौँ कालिका पुग्नु भइसक्नु भएको छ होला जस्तो लाग्छ। यदि पुग्नु भएको छैन भने आउनु हुनेछ। र अन्य जिल्लामा रहनुभएका जति पनि हुनुहुन्छ हामीलाई हेर्नु भएको छ अथवा यो ठाउँमा आउने हजुरहरूले त्यो अवसर पाउनु भएको छ भने आउनु होला। अत्यन्तै राम्रो छ र तपाईँहरूले आँटेको सबै कुरा पनि पुग्नेछ होइन। गरौँ कालिकाबाट तपाईँहरू सबैलाई मेरो पनि धेरै धेरै नमस्कार। पोखराबाट 2 घन्टा, बुटोलबाट 3 घन्टासम्म आउँदा वालिङ एकदमै वालिङबाट हामी मात्रै 30 मिनटमा हामी यहाँ आउँछौँ। गरौँ कालिका एकदमै धेरै प्रख्यात नाउँ। मलाई एकचोटि आउन पाए जस्तो त लागिरहन्थ्यो, तर आज सपना जस्तै लागिरहेको छ। मलाई यहाँ आउने भन्ने थाहा पनि थिएन। वालिङ हो कार्यक्रम भनेर ल्याउनु भएको थियो। अनि त्यसपछि उकालो चढ्दा झन् रमाइलो हुँदै आयो। एकदमै रमाइलो लाग्यो। यो ठाउँको प्रचार प्रसार प्रवर्धन गर्नको लागि म सबैलाई अनुरोध गर्छु। यहाँको टिमलाई विशेष गरी धेरै धेरै धन्यवाद छ। जगन्नाथ नेउपाने यो गरौँ सो क्षेत्र एकदम पिछडिएको थियो। आज हजुरहरूले चाहिँ गएर केन्द्रमा गएर यसको चाहिँ प्रचार प्रसार गरिदिनका लागि अनुरोध पनि गर्दछु मैले। हे तो माला काम छैन जुन मालामा राम छैन, जुन मालामा राम छैन, त्यो माला काम छैन जुन मालामा राम छैन, जुन मालामा राम छैन, त्यो माला काम छैन जुन मालामा राम छैन, जुन मालामा राम छैन। हे चर्चा हुन लाग्यो गरौँ सुर मन्दिरको, गरौँ सुर मन्दिरको,
चर्चा हुन लाग्यो गरौँ सुर मन्दिरको गरौँ सुर मन्दिरको चर्चा हुन लाग्यो गरौँ सुर मन्दिरको गरौँ सुर मन्दिरको चर्चा हुन लाग्यो गरौँ सुर मन्दिरको गरौँ सुर मन्दिरको हे मलाई पनि लैजाऊ राम तिम्रो साथैमा राम तिम्रो साथैमा मलाई पनि लैजाऊ राम तिम्रो साथैमा राम तिम्रो साथैमा मलाई पनि लैजाऊ राम तिम्रो साथैमा राम तिम्रो साथैमा मलाई पनि लैजाऊ राम तिम्रो साथैमा राम तिम्रो साथैमा मलाई पनि लैजाऊ राम तिम्रो साथैमा राम तिम्रो साथैमा हरे। कति सालमा गाउनु भएको तपाईँले? मैले यो 48 सालमा रेडियो नेपालमा। रेडियो नेपालमा कति गाउनु भयो रेडियोमा? रेडियोमा 6 वटा गीतहरू। अर्को कुन गाउनु भएको थियो? अर्को रोइला। हे बहिनी कति जाति पानी माग्दा मैदिनी एक्लै हुँदा सैदिने बहिनी कति जाति पानी माग्दा मैदिनी एक्लै हुँदा सैदिने बहिनी कति जाति पानी माग्दा मैदिनी एक्लै हुँदा सैदिने बहिनी कति जाति पानी माग्दा मैदिनी एक्लै हुँदा सैदिने माया लाग्यो भन्छौ तिमी बस्यौ एउपट्टि मलाई राख्यौ छेउपट्टि माया लाग्यो भन्छौ तिमी बस्यौ एउपट्टि मलाई राख्यौ छेउपट्टि माया लाग्यो भन्छौ तिमी बस्यौ एउपट्टि मलाई राख्यौ छेउपट्टि माया लाग्यो भन्छौ तिमी बस्यौ एउपट्टि मलाई राख्यौ छेउपट्टि। यो 48 सालमा रेकर्डिङ गरेको। भर्खर यो मन्दिर बन्ने बेलामा भर्खर आएको थिएँ। फेरि त्यसपछि अहिले आउन पाउँदा धेरै खुसी छ। मेरो बाबा आमाको नामबाट यो मन्दिरलाई चाहिँ म 3000 रुपियाँ सहयोग गर्छु र 2000 रुपियाँ चाहिँ इन्द्रणी टिमलाई म दिन चाहन्छु। 2000 इन्द्रणी टिमलाई मन्दिरको लागि है त। धन्यवाद। हामी सबैको यो मन्दिर हो, सबै मिलेर गर्ने हो। सबैको पवित्र स्थललाई चाहिँ देश विदेशमा प्रचार प्रसार गर्नको लागि इन्द्रणी टिम आइदिनु भयो। त्यसको लागि विशेष गरेर इन्द्रणी सञ्चालक कृष्ण गणेल दाई लगायत सम्पूर्ण टिमलाई यसै मन्दिर प्राङ्गणदेखि धेरै धेरै धन्यवादका साथ गरौँ सुर मन्दिर दर्शन गर्नको लागि सम्पूर्णलाई आइदिनु हुन आग्रह गर्दछु। यही ठाउँमा जन्मिएर आज 45 वर्षको भइयो। 23 वर्षदेखि मरुभूमिमा गएर आफ्नै पसिना बगाएर आफ्नै बिजनेस गरेर आज गरौँकालिकालाई हाम्रो गाउँठाउँलाई विकास गर्नुपर्छ। हाम्रो गाउँठाउँको पहिचान विश्वभरि गर्नुपर्छ र हाम्रो गरौँकालिका शिवालय धुनी गौशालालाई हाम्रो विश्वभरि फैलाएर विश्वभरि स्याङ्जा जिल्लाको गरौँकालिका मुनि शिवालय धुनी गौशाला यसकै संरक्षणको लागि गौ संरक्षणको लागि आज मैले इन्द्रेणी सञ्चालक कृष्ण गणेल सरलाई र इन्द्रेणी पुरा टिमलाई यहाँ ल्याउन मैले सोचेको मात्रै थिएँ। तपाईँले नि एक वचनमा स्वीकार दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। जुन अप्ठ्यारा मान्छे पर्छ गरौँकालिकालाई सम्झेपछि सफलताको गन्तव्यमा पुगिन्छ, यो मेरो एकदम आत्मविश्वासको कुरा हो। गरौँकालिका माताले हामी सबैको रक्षा गर्नुभएको छ, अझै पनि गर्नु र देशमा शान्ति छाओस्, यही मेरो शुभकामना। सबैमा नमस्कार। हामी बुटोल देवीनगर देवसिद्ध भजन कीर्तन समूहदेखि हामी लगभग 20 जनाको समूह आछौँ। यहाँ एउटा पेजमा भेट्टाएको थिएँ, त्यही भेट्टाएको भरमा हजुरलाई भेट्ने भनेर यहाँ आइपुग्यो। हामीले यस गौशालालाई हजुर मार्फत गौ माताको रक्षाको लागि भनेर 5100 रुपियाँ रसिद कटाएछौँ। तपाईँको सेवाले गर्दा धेरैले उद्धार हाम्रो अहिले 8-9 वर्षमा हाम्रो भजन कीर्तनको गठन गरेको र हाम्रो पहिले सुरुदेखि नै इन्द्रणीलाई पनि हामीले सक्दो दान दिने र कहिले इन्द्रणीमा नगाइएको भजन गाउने भन्ने हाम्रो छ। इन्द्रणी